तपाईले पछाडि देखिराख्नु भएको यो हरियो पातलाई के भनेर चिन्नुहुन्छ? यसलाई सहिजन, सोहोजन, मुन्गा वा शीतल चिनी भनेर पनि चिनिन्छ। शीतल चिनीलाई संसारकै धेरै पोसिलो वनस्पति मध्ये एक मानिन्छ। शीतल चिनीको बिउ पानीमा राखेर खाँदा पानीको स्वाद परिवर्तन भएर गुलियो र चिसो महसुस हुने भएकाले यसको नाम शीतल चिनी रहन गएको मानिन्छ। यसमा शरीरलाई चाहिने 90 भन्दा बढी पोषक तत्व र 46 प्रकारका एन्टिअक्सिडेन्ट पाइन्छ। यसको पातमा भिटामिन, क्याल्सियम, फलाम, पोटासियम, प्रोटिन लगायतका पोषक तत्व प्रशस्त मात्रामा पाइन्छन्। यसले शरीरलाई आवश्यक पोषण दिन, कमजोरी कम गर्न र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोग गर्छ। शीतल चिनी नेपालका तराई भित्री, मधेस र मध्य पहाडी क्षेत्रका धेरै ठाउँमा पाइन्छ। यो गर्मी हुने ठाउँमा राम्रोसँग हुर्कन्छ। बच्चाको कुपोषण, कमजोर शरीर भएका व्यक्ति तथा रोगपछि स्वास्थ्य सुधार गरिरहेका मानिसका लागि पनि यो पौष्टिक आहारको राम्रो स्रोत हो। परम्परागत रूपमा यसको प्रयोग विभिन्न स्वास्थ्य समस्यामा गरिँदै आएको छ। यसको पातमा गाजर भन्दा धेरै भिटामिन ए, सुन्तला भन्दा धेरै भिटामिन सी, दूध भन्दा धेरै क्याल्सियम, पालुङ्गो भन्दा धेरै फलाम, अन्डा र दूध भन्दा धेरै प्रोटिन तथा केरा भन्दा धेरै पोटासियम पाइने उल्लेख गरिएको छ। त्यस्तै यसलाई धेरै हेरचाह आवश्यक पर्दैन र विभिन्न प्रकारको माटोमा खेती गर्न सकिन्छ। यसको खेतीबाट किसानले तरकारी, पात र अन्य उत्पादन बिक्री गरी आम्दानी लिन सक्छन्। यद्यपि शीतल चिनीको धेरै फाइदा भए पनि कुनै रोगको उपचारका लागि प्रयोग गर्दा चिकित्सक वा स्वास्थ्य विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ।